सम्पूर्णलाई हाम्रो यस च्यानल एडुहाइस्ट नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु। आज म कक्षा 11 को नेपाली विषयको पाठ 3 संस्कृतिको नयाँ यात्राको सारांश तथा मूल भाव भन्न गइरहेको छु। सुधा त्रिपाठीद्वारा रचित संस्कृतिको नयाँ यात्रा एक आत्मपरक तथा सामाजिक चेतनामूलक निबन्ध हो। यस निबन्धमा लेखिकाले आफ्नो जीवनका अनुभवहरू मार्फत नेपाली समाजको बहुसांस्कृतिक स्वरूप, श्रमको महत्त्व, लैङ्गिक तथा सामाजिक समानता र कुरीतिहरूबाट मुक्त नयाँ संस्कृतिको निर्माण बारे चर्चा गरेकी छन्। निबन्धको सुरुवात लेखिकाको बाल्यकालको स्मृतिबाट हुन्छ। पूर्वी नेपालको पहाडी गाउँमा जन्मेकी लेखिकाका लागि बाल्यकालमा दशैं र तिहार जस्ता पर्वहरू मात्रै संस्कृतिको पर्याय थिए। तर जब उनी उच्च शिक्षाका लागि काठमाडौँको कन्या विद्यालयमा भर्ना भइन्, त्यहाँ विभिन्न क्षेत्र, जात जाति र समुदायका साथीहरूसँगको भेटघाटले उनको सोचमा व्यापक परिवर्तन ल्यायो। उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो भन्ने यथार्थ बुझिन्। दशैं तिहार मात्र नभई लोसार, उधौली उभौली, छठ, माघे, क्रिसमस जस्ता पर्वहरू पनि उत्तिकै महत्त्वपूर्ण सांस्कृतिक धरोहर हुन् भन्ने चेतना उनमा जागृत भयो। अध्ययन र जीवनका अनुभवहरूसँगै लेखिकाले समाजमा विद्यमान धनी गरिबको खाडल, श्रमको अवमूल्यन र लैङ्गिक विभेदमाथि प्रश्न उठाउन थालिन्। मानिस जन्मदा समान भए पनि समाजले धनी, गरिब, जात जाति र वर्गका आधारमा विभेद सिर्जना गरेकोमा उनी चिन्ता व्यक्त गर्छिन्। उनले श्रम गर्ने वर्ग नै वास्तविक संस्कृतिका निर्माता हुन् भन्ने विचार अघि सार्दै श्रमको सम्मान हुनुपर्नेमा जोड दिएकी छन्। साथै महिला भएकै कारण भोग्नु परेका विभेद र सामाजिक असुरक्षाबारे आवाज उठाउँदै मङ्गलादेवी सिंह, सहना प्रधान, योगमाया जस्ता विद्रोही महिलाहरूको योगदानको स्मरण गरेकी छन्। लेखिकाका अनुसार धर्म, जात, लिङ्ग र रङका आधारमा गरिने विभेद सांस्कृतिक नभएर विकृति हुन्। नेपालको संविधानले सबैलाई सांस्कृतिक पहिचान र समानताको अधिकार दिए पनि व्यवहारिक रूपमा अझै पूर्ण न्याय स्थापित हुन सकेको छैन। निष्कर्ष: निबन्धले प्राचीन सङ्कुचित सोच, अन्धविश्वास र सामाजिक विभेदहरूलाई त्यागेर समानता, समावेशिता र मानवीयतामा आधारित वसुधैव कुटुम्बकम, सबै मानव एकै हुनको भावना सहितको नयाँ सांस्कृतिक यात्रा तय गर्नुपर्ने सन्देश दिएको छन्। लेखिका नयाँ पुस्ताले यो विभेद रहित नयाँ उज्यालो बाटो पहिल्याउनेमा पूर्ण आशावादी छिन्। आशा छ तपाईहरुलाई आजको यस भिडियो मन पर्यो होला। यदि तपाईहरुलाई यस भिडियो मन परेमा लाइक, शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला।